अहिले चाहिँ बिहाको एकदम धमधम काम चल्दैछ। भोलिको बिहा हो 30 तारिक हो। र यो चाहिँ गेट हो। यो जाँदै जाने दिदीको बिहा छ। एकदम सबैजना कामको लागि एकदम जोडदार काम साथमा हातमा मिलाउँदै काम चल्दैछ। यहाँ चाहिँ एकदम पुखुर हो। एकदम धमाधम चल्दैछ। यहाँ चाहिँ भैयाहरू यो चाहिँ डाइनिङ खाना खानको लागि। र यहाँ चाहिँ जग्गा। यहाँ चाहिँ बेहुलाका भाइ सुभन्दा हुनुहुन्छ, भडाहरू हुनुहुन्छ, काका बुर्जीहरू हुनुहुन्छ, मम्मी बेहुलीको मम्मी हुनुहुन्छ, गाउँको बडा। र यहाँ चाहिँ यो मण्डप। यहाँ चाहिँ एकदम मण्डपमा अब हेलो गाइजहरू हुनुहुन्छ। फोटो खिचाखिच हुँदैछ। यहाँनिर चल्दैछ फोटोहरू। बिहा चाहिँ भोलि हो। आज चाहिँ कसर बाट्नुको तयारी चल्दैछ। यहाँ हुनुहुन्छ दाहरू हुनुहुन्छ एकदम। दि गाइस गाइस दिदीको बाबा हुनुहुन्छ, भाउजू हुनुहुन्छ, पासपोर्ट सबै त गर्नु ल। काका आउँछ है। गाई यता कसर बाट्ने एकदम रेडी। र अहिले चाहिँ लगन बोलाउनु लागि सबैजना रेडी भइरहेको छ। लगन जसरी बोलाउँछ घन्टी बजाउने तयारी, गुरुदेवहरू तयारी, सिन्दुके कविते तयारी, हारवालाहरू तयारी, परानीको टपरा गाँस्नेहरू तयारी, आउराहरू बोक्ने तयारी, कसार भुट्ने तयारी, रोटी पकाउने तयारी, शुभ लग्न ल्याऊ, फोटो खिच्ने तयारी, म पनि रेडी, घन्टी बजाउने पनि तयारी, गाँस्ने पनि तयारी, परानीको टपराहरू गाँस्ने तयारी, आउरा बोक्ने तयारी, आमालाई देखेको छु नि। र यो चाहिँ अहिले लगन बोलाउनुको लागि तयारी चल्दैछ। बेहुली हुनुहुन्छ दिदी। ल अब लगन बोलाउनु गइरहेछ। र यहाँनिर चाहिँ अहिले हुँदैछ हाम्रो जन्तीको इन्तजारमा। जन्तीलाई यहाँ वेलकम गराउनको लागि यहाँनिर हुनुहुन्छ हाम्रो आफन्तहरू, छिमेकीहरू हुनुहुन्छ। यो चाहिँ बिहाघर दिदीको बिहा। अहिले चाहिँ हामी सबैजना जन्तीको इन्तजारमा छौँ। र जन्ती चाहिँ तपाईँले हेर्नुहुन्छ यो चाहिँ हाम्रो गाउँ हो। हाम्रो गाउँ हुन्छ यहाँनिर चाहिँ। र जन्तीहरू चाहिँ यहाँ तलबाट आउनु हुँदैछ। यहाँनिर तपाईँ देख्नु सायद अलिकति देखिन्न होला। यहाँ तलनिर आउनु हुँदैछ। बस्दैछ बाजाहरू। टिका लगाउने, लिफा थाप्ने हुनुहुन्छ हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ नि तपाईँ। त्यो चाहिँ दाजुहरू आउनु हुँदैछ। भरे मेरो ब्लगमा आउँछ है। यहाँ हुनुहुन्छ आमा भाउजूहरू हुनुहुन्छ, सबैजना हुनुहुन्छ, दिदी दाजु बहिनीहरू सबैजना। रिबन काट्ने र
जन्तीहरू आइसक्नुभयो बाजाहरू हुनुहुन्छ र अहिले चाहिँ यो मन्दिर साई मन्दिर हो साई मन्दिर एक चक्कर लगाएर अनि मात्रै गेटमा प्रवेश बेहुला हुनुहुन्छ उहाँ यहाँनिर इन्तजाममा हुनुहुन्छ राम्रो गुरुजी हुनुहुन्छ गुरुसँग रेडीमा हालतमा जय नवती बाचा साथमा बेहुलालाई स्वागत गराउने छ र यहाँनिर चाहिँ लिफा कति दिन्छन् भन्ने कुरो चाहिँ अब पछि थाहा पाइन्छ अहिले चाहिँ लिफा ल्याएको छन् अनि ठिकाटाला गर्नुहुँदैछ ठिकाटाला चल्दैछ अब लिफा चाहिँ जुन गरेर हेर्नु पायो भने कति दिन्थ्यो नि पनि भेनाले भन्दै दिदीहरू अब क्या छ नि छोरा मान्छेको त चान्सै पाउँदैन यो गरममा यो घाममा है आमाले पर्खिदिनुहोस् तपाईँहरूले खाना भटाभट लगाइदेऊ खाना लगाइसकौँ पहिला एकदमै बाजा एकदम आफ्नो तालमा बसाउँदै शुभ कार्य शुभ हेर्ने हामीले त 19 मा मारेकै छाता छाता मार्नु पर्यो छाता उल्टो हुँदो रहेछ यो हामीले 19 मा मारेको छाता छाता भएन छोप्रे 19 मा बन्द गरेको छाता छाताले मलाई होइन मलाई होइन र अहिले चाहिँ गेटबाट एन्ट्री भइसकेर अहिले चाहिँ माथि मण्डपतिर जानुहुँदैछ अझै पनि सकेको छैन लगभग 50-60 जना आउनु भएको रहेछ जन्तीहरू र अहिले चाहिँ बेहुलाको चल्दैछ अहिले बेहुली अहिले आइसकेको छैन बेहुली माथि रुममा छ अहिले निकाल्दैन सोल्टिनेहरूले चाहिँ मिठाईहरू लिएर आउनुहुन्छ मिठाई केरा फलफुलहरू ल्याउनुहुन्छ र अब चाहिँ यो नवती बाजामा हाम्रो नागेन्द्र सरले डान्स गर्नुहुन्छ र डान्स यस्तो हुनु पर्यो अब यस्तो कोट प्यान्ट लगाएर बसेर हातमा लगाएर त मिलेन डान्स गर्नेवाला थियो नि यो नौमतीको ट्युन हुन्छ नि यो ट्युनसँग मलाई चाहिँ ठ्यापै मन परेन है नाचेको त हुनुहुन्छ उहाँले आजकलको जमानामा चाहिँ लेख्ने काम आजकल गर्नुहुन्छ ल्यापटपमा हेरेर डमरा चाहिँ हुनुहुन्छ
र अहिले चाहिँ बेहुली हुनुभएको छ र बेहुली लिएर आइसक्यो। यहाँ चाहिँ एकदम हाम्रो दिदी बेहुली हुनुहुन्छ, बेहुलीको भाइ हुनुहुन्छ। हेरेको कति बेला त्यो ल्याएर बस्छ भइरहेको होला है। बहिनीहरूले लगन गाँठो जस्तै यहाँनिर गाँठो बनाएको छ र अहिले चाहिँ देउडीले देउलालाई माला लगाउँछ। अनुहारै छैन त भाइको। पानी खाएकै छैन भाइले धोइन तैँले? परिहाल्यो नि भाइ। दाजुभाइसँगै देऊ न।
अहिले चाहिँ चल्दैछ कन्यादान चल्दैछ अहिले चाहिँ हेर्दै गर्नुहोस् तपाईँहरूले आजको बिहा कसरी बनाइजान्छ कसरी गरिजान्छ पुरोहितहरू तयारी कलश तयारी बेहुला बेहुली तयारी पुरोहितहरू तयारी श्लोके कविताहरू तयारी बन्दुके तयारी बाजा गाजा तयारी शङ्ख घण्टी तयारी बिस्कुटवाला तयारी हारवाला तयारी घडीवाला तयारी शुभ लगन ल्याऊ शुभ लगन भयो भैरवनाथ जगन्नाथ काली दल काली प्रसाद भवानी प्रसाद टंगी प्रसाद ऐसे पलटन चले हैं जंगेल चले कर्नेल चले लपटान चले कप्तान चले हवलदार हुद्दा सिपाही चले राइफल पलटन भए तयारी तासा गुर्जा नगरा निशाना फेरि गर्दन लागे फेरि दिशा विदिशा कंप करते पृथ्वी बड़ी तैयारी से दमती दम चलते हैं श्री मल्ल महाराज मंत्री छर जंग बहादुर का ल भाइ